नमस्कार। देश एउटा जटिल मोडमा खडा भएछ र हामी सबैजना एउटा कुरामा चिन्तित छौँ कि यस मोडबाट एउटा राम्रो बाटो यो देशले समातोस्। जेनजी पुस्ता हुन त यो अमेरिकन डिफिनिसन हो पुस्ताहरूलाई डिफाइन गर्ने, तर पनि आज हामीले यसलाई अपनाइसकेका जस्तो छौँ र जेनजी पुस्ता भन्न सुरु गरेका छौँ। र यो पुस्ताले गरेको आन्दोलन नभनौँ, क्रान्ति 24 घण्टाको भित्रमा सरकारलाई चेन्ज गरिदिने, अपदस्थ गरिदिने, कु गरिदिने, जे भन्नुहोस् यसलाई, एउटा ठुलो उपलब्धि र उनीहरूको ऊर्जाको एउटा ठुलो नमुना पेश भएको छ। नेपालको यो पुस्ता वास्तवमा कुरा गर्दाखेरि एउटा बहुत सक्षम पुस्ताको रूपमा आफूलाई स्थापित गरेको छ। भर्खर हिजो अस्ति यो पुस्ताले वेस्ट इन्डिज जस्तो टेस्ट क्रिकेट टिमलाई 2-1 ले हराएर सिरिज नै जितेर ल्याएछ T20 को। यो आफैमा एउटा बहुत ठुलो उपलब्धि हो। यो पुस्ताको ऊर्जालाई परिभाषित गर्छ। खैर, यो कुराहरूलाई अहिले यहीँ रोकेर अहिले जुन बाटो र मुख्य मुद्दा यहाँ जेनजी पुस्ताले उठाएको र हाम्रो समाजले मेरो मनमा पनि उठेको एउटा मुख्य मुद्दा भनेको भ्रष्टाचार हो। आज हामी भ्रष्टाचार भनेको के हो र यसलाई कसरी निर्मूल गर्न सकिन्छ भन्ने कुरामा मात्रै म चर्चा गर्छु। भ्रष्टाचार आम जनताको लागि भ्रष्टाचार भनेको एकदम सुपरफिसियल कुरा भएको छ। जसरी हामी एउटा पालिकामा जान्छौँ, आफ्नो पालिकामा जान्छौँ र त्यहाँबाट एउटा सिफारिस, जन्मदर्ताको सिफारिस, विवाह दर्ताको सिफारिस या केही सिफारिस लिन या कुनै कागज निकाल्न गयौँ भने त्यहाँ हामीसँग 2000-4000 माग्नु यहाँ एकदम चलन भइसकेका छ। त्यसलाई हामीले एक्सेप्ट पनि गरिसकेका छौँ, त्यसलाई आत्मसात गरिसकेका छौँ। त्यहाँ जाने बेलामा हामी यो सोचेर जान्छौँ कि 2-4 हजार त्यसलाई दिनै पर्छ। यो एक्सेप्टेड भ्रष्टाचार हो, हामीले मानिसकेका छौँ। तर कहिलेकाहीँ हाम्रो कुनै समस्या, कुनै सानोतिनो समस्या भयो भने त्यसमा हामीलाई बढी पनि पैसा दिएर तर काम हुन्छ, त्यो हो भ्रष्टाचार। हामी तपाईले बुझेको भ्रष्टाचार त्यो हो। ट्राफिक पुलिसले कहिले समात्दियो, हाम्रो पासमा लाइसेन्स छैन या कुनै यस्तो किसिमको कुरा भयो, त्यहाँ हामीले ट्राफिकलाई दिएको पैसा भ्रष्टाचार हो। प्रहरीमा कुनै केस गइहाल्यो, मिलाउनको लागि 10,000 20,000 हामीले दिन्छौँ, त्यो हाम्रो भ्रष्टाचार हो। यो डाइरेक्ट प्रत्यक्ष भ्रष्टाचार बहुत सानो भ्रष्टाचार हो। अब यो भन्दा एक स्टेप माथिको भ्रष्टाचारको कुरा गरौँ। त्यो कस्तो भ्रष्टाचार हो भने कोही अफिस छ, त्यो अफिसमा तपाईको पैसा भ्रष्टाचार गर्ने ठाउँहरू प्रशस्त छन्। जसरी भन्सार भयो, भन्सार नजिकको पुलिस चौकीहरू भयो, पालिकाहरूको भयो, अदालतमा भयो, त्यो ठाउँहरूमा जानको लागि पैसा तिरिन्छ। प्रहरीले प्रहरीको हाकिमले थाना इन्चार्ज हुन्छ, उहाँहरूले पैसा तिरेर त्यो ठाउँमा जानुहुन्छ। त्यो एक किसिमको भ्रष्टाचार हो। त्यो हामी भन्दा अलि माथिको भ्रष्टाचार भयो। त्यो भन्दा माथिको भ्रष्टाचारमा तपाईँ गयो भने अब त्यो जिल्लाको वा प्रदेशको जुन हेड बनेर आउँछ अफिसको, भन्सारको, पुलिसको, प्रशासनको, उहाँहरूले त्यो भन्दा माथिकोलाई भ्रष्टाचार पैसा तिरेर जान्छन्। यसरी एउटा तलदेखि माथिसम्मको एउटा पैसा तिर्ने ठाउँहरू छ, हेराकी छ। यो एक किसिमको भ्रष्टाचार हो। अर्को किसिमको भ्रष्टाचारमा जाउँ, विकास कामको लागि आएको पैसा जनप्रतिनिधि र कर्मचारी मिलेर त्यसलाई अपचलन गर्छ। अब जुन कर्मचारी अपचलन गर्छ, त्यो कर्मचारीले कहीँ न कहीँबाट पैसा तिरेर त्यहाँ आएको छ, उसको दुःख पनि तपाईले हेर्नुपर्छ। फेरि जनप्रतिनिधिको पनि दुःख तपाईलाई हेर्नुपर्छ। जनप्रतिनिधि पनि चुनावमा करोडौं रुपियाँ खर्च गरेर त्यहाँ बसेको हुन्छ, उसको पनि आफ्नो समस्या छ। हरेक आदमी एक अर्कालाई भ्रष्टाचारी बनाइरहेछौँ या बनिरहेछौँ।
यसरी एउटा सिस्टम छ तलदेखि माथिसम्मको जहाँबाट भ्रष्टाचार आउँछ। यसलाई तपाईँ खोज्दै गयो भने यो पुग्छ माथि प्रधानमन्त्री कार्यालयसम्म, चाहे जुन मन्त्रालय छ त्यहाँसम्म, प्रधानमन्त्री कार्यालयसम्म डाइरेक्ट यो पुग्छ। मन्त्री बन्नको लागि पनि मान्छेले पैसा दिएको हुन्छ। त्यो मन्त्रीले अरू मान्छेलाई डिपुटेसन गरेको बेलामा त्यहाँ पैसा दिएको हुन्छ। एउटा पुरै माथिदेखि तलसम्मको एउटा सिस्टम बस्या छ कि सबैलाई एकअर्कालाई पैसा दिनुपर्ने अवस्था छ, दिनुपर्छ। नदिएर तपाईँको काम हुँदैन र लास्टमा त्यो पैसा असुल हुन्छ कोबाट त? हामी तपाईँको जनताबाट। लास्ट कुर्सीमा बस्ने पैसा असुल्ने मान्छे 2000, 4000, 5000 असुलेर उसको हिस्सामा 200-400 पर्छ होला। 5000 असुलियो भने 200-400 उसको हिस्सामा, 4,500 हाकिमको ठाउँमा गयो, हाकिमले फेरि माथि पुर्याउनु पर्यो। त्यहाँ पुग्दै प्रधानमन्त्री कार्यालयसम्ममा त्यो गएर पैसा पुग्छ। यसरी एउटा भ्रष्टाचारको जालो तलदेखि माथिसम्म बसिएको छ। र हामी यो नबुझौँ कि प्रधानमन्त्रीको कार्यालयमा पुगेर प्रधानमन्त्री खुस भएर सबै पैसा त्यही कार्यालयमा अपचलन होइन। फेरि त्यो पैसा अधिवेशन गर्नु पर्यो, महाधिवेशन गर्नु पर्यो, कर्मचारी जनप्रतिनिधिहरूलाई जित्नु पर्यो, त्यो सब ठाउँबाट त्यो पैसा खर्च हुन्छ। भनेपछि जनतादेखि लिएर र माथिसम्म भ्रष्टाचारमा कहीँ न कहीँ थोड बहुत संलग्न छ। एउटा यस्तो सिस्टम बसिसकेको छ। हामीले अहिले जुन चुनाव पद्धति छ, 5 करोड रुपियाँ खर्च गरेर तपाईँ प्रदेश सांसद बन्नुहुन्छ र प्रदेश सांसद बनेर तपाईँ गएर मन्त्री बन्ने र त्यहाँ आएको बजेटलाई अपचलन गर्ने। त्यस्तै सांसद बनेर तपाईँ केन्द्रको मन्त्री बन्ने प्रयासमा लाग्ने, अरू कुनै ठाउँमा बन्ने जहाँबाट पैसा तपाईँले अपचलन गरेर ल्याउन सकोस्, अनि मात्रै तपाईँको राजनीतिक करियर ठिक हुन्छ भन्ने यो एउटा परम्परा छ। यदि यही स्थिति रह्यो भने हामीले केही गरेर यो सम्भव छैन कि तपाईँले यसलाई भ्रष्टाचार मुक्त राष्ट्र बनाउन सक्नुहुन्छ भनेर। यो सम्भव छैन, मलाई लाग्दैन कि यो सम्भव छ। किनभने चुनावमा तपाईँले यदि 5 करोड खर्च गर्यो भने तपाईँ त्यो 5 वर्षमा त्यो 5 करोड निकाल्दैन भनेपछि त्यो झुटो कुरो हो। सही कुरा यो हो कि जुन मान्छेले 5 करोड खर्च गर्छ त्यो पैसा निकाल्छ। नेपालमा मलाई लाग्दैन कि 5 जना पनि यस्तो मान्छे छ नेपालको भित्रमा जसले 5 करोड रुपियाँ खर्च गरेर र 5 वर्षमा चुनाव लडेर फेरि म 5 करोड घर जग्गा बेचेर ल्याउँछु अनि पैसा खर्च गर्छु अनि तपाईँहरूको सेवा गर्छु, नेपाल आमाको सेवा गर्छु भन्ने मान्छे छ भने यो विश्वासयोग्य म त गर्दैन, तपाईँहरू पनि नगर्नुहोस्। यदि त्यसले चुनावमा पैसा खर्च गर्छ भने उसले पैसा असुल गर्छ। यो एकदम एउटा मान्नै पर्ने हो। यदि कोही बोलिरहेछ कि म गर्दैन यस्तो, त्यो झुट बोलिरहेछ। त्यो हामीले पत्याउँदैन, मैले पत्याउँदैन, तपाईँ पनि पत्याउनु भएन। त्यसकारण यो चुनाव प्रक्रिया ठिक छैन। हामी यदि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतिको सिस्टममा जान्छौँ भने एकजनाले त पुरै खोलो बगाएर अरब 2 अरब खर्च गरेर पुरै देशैमा भ्रष्टाचार गरेर कन्ट्रोल गरिलिन्छ। त्यो पत्याउन गाह्रो छ। त्यो सम्भव पनि छैन। र यहाँ प्रदेश सांसद वा सङ्घीय सांसद जुन हुन्छ त्यसले मन्त्री पाउँदैन, बजेट चलाउन पाउँदैन भने उसले नीति नियममा आफ्नो समय लगाउँछ, त्यही काम जिम्मेवारी पाउँछ र त्यसैमा उहाँहरूको आफ्नो जुन काम हो त्यो दिनुपर्छ। यदि त्यस्तो भयो भने केही हदसम्म भ्रष्टाचार रोकिन्छ। रोकेन भने पनि नेक्स्ट टाइममा उहाँहरूले आफ्नो पार्टी र आफू स्वयंलाई पनि यो ठाउँमा हामी हुन सक्दैनौँ भनेर त्यो बुझ्न सकिन्छ। अब भ्रष्टाचारले हाम्रो जीवनमा कस्तो प्रभाव पार्छ। अब तलदेखिको कुरा गरौँ। तपाईँ यदि भ्रष्टाचारमा पर्नुभयो, तपाईँसँग जबरजस्ती गरेर तपाईँले कागज पाएन, तपाईँले केही काम गराउन गयो भने बिना पैसा दिएर पाएन भने तपाईँको मनोबल खस्छ, तपाईँको
कन्फिडेन्ट घट्छ कि म यो देशमा केही काम गर्न सक्छौँ, कि त तपाईँ नियतै बनिहाल्छ कि भ्रष्टाचार दिएर त्यसको लागि तपाईँ बजेट छुट्याउनुहुन्छ कि यो यति पैसा भ्रष्टाचारमा हाम्रो जान्छ अनि हामी यहाँ केही बिजनेस व्यवसाय केही गर्न सक्छौँ। एउटा मनोबल तपाईँको घट्यो। अर्को, काम गर्ने वातावरण हुँदैन, किनभने भ्रष्टाचारी एकजना हुँदैन, त्यो ठाउँ ठाउँमा आउँछ। तपाईँको जोसँग सरोकार पर्छ त्यहीसँग तपाईँलाई भ्रष्टाचारको डिल गर्नुपर्छ। अहिलेसम्म नेपालमा लगानी गर्न सक्ने वातावरण नबनेको प्रमुख कारण पनि त्यही हो। आज जुन व्यक्तिहरू, जुन घरानाहरू भ्रष्टाचारलाई आफ्नो कन्ट्रोलमा गर्न सक्यो, आफ्नो कन्ट्रोलमा भ्रष्टाचारीहरूलाई कन्ट्रोल गर्न सक्यो, उसले एउटा बजेट छुट्याएर त्यो दृष्टिकोण राखेर कि भ्रष्टाचारको लागि मलाई यो आफ्नो फ्याक्ट्रीको या आफ्नो संस्थानको 20% 15% 20% पैसा भ्रष्टाचारीहरूको लागि छुट्याउनुपर्छ, त्यसरी प्लान गर्न सक्यो, उनीहरू सफल भएछ, अन्यथा कोही सफल भएको छैन। इन्डस्ट्रीहरू अधिक सफल नहुनुको प्रमुख कारण हो र ट्रेडिङहरूमा त्यो छुट्याइन्छ, त्यसरी नै त्यसको मूल्य तोकिन्छ, त्यसकारण त्यो अलिकति सफल पनि छ। अब हामी भ्रष्टाचारको प्रभावहरू के प्रभाव पर्छ हाम्रो जीवनमा भ्रष्टाचारको? एउटा त मनोबल हाम्रो घट्यो, अर्को काम गर्ने वातावरण भएन, र तेस्रो सबभन्दा प्रमुख कारण भ्रष्टाचारको प्रभाव मात्रै तपाईँको पैसाको हिसाब किताब छैन, यसको बहुआयामी प्रभाव पर्छ मान्छेको जीवनमा, देशको अवस्थामा, इभन पार्टीको नेताको। आज एउटा सानो इक्जाम्पल दिएर तपाईँले म यो सम्झाउन कोसिस गर्छु कि अहिले जुन यो अवस्था आएछ, जेनजीलाई आन्दोलन गर्न बाध्य पारेछ, जुन यो अवस्था आएछ, त्यसको प्रभाव कहाँबाट सुरु भयो? अहिले 2-3 दिन पहिलेको कान्तिपुरमा एउटा समाचार थियो कि मेटाको एजेन्सी नपाएको न्यूमा प्रधानमन्त्री सचिवालयको केही व्यक्तिहरूले मेटाको प्रसारण यहाँ बन्द हुनुपर्छ भन्ने लबिङ गर्न सुरु गर्यो र अन्त प्रधानमन्त्री र सूचना प्रसारण मन्त्रीलाई सम्झाउन सफल भए र उहाँहरूले यसलाई बन्द पनि गर्यो। ठिक छ, यो एनालाइसिसको समय पनि दिएन कि यसको प्रभावहरू कहाँ कहाँ पर्छ, कसरी पर्छ, जनताले यसलाई एक्सेप्ट गर्छ कि गर्दैन। मात्रै देशभक्तिले सबै कुरा हुँदैन, नेपालमा जिन्दाबाद भएर पेट भर्दैन, पेट भर्नको लागि बहुत कुराहरू गर्नुपर्छ। आज कतिजनाको व्यापार, कति इन्फ्लुएन्सरहरू भएछ, कति टिकटकरहरू भएछ, कति मान्छेहरू त्यसमा मनोरञ्जन गर्दैछ, यो कुराहरू एनालाइज हुनु पर्थ्यो। तर एउटा सानो भ्रष्टाचार मेटाको एजेन्सीको लागि यसरी कन्भिन्स गर्यो कि हाम्रो देशको, यदि हामीले भन्नुपर्ने इमान्दारीले भन्नुपर्दा, केपी शर्मा ओलीजी राष्ट्र नेता नै हुनुहुन्थ्यो। उहाँको भिजन, उहाँको अरू कुराहरूमा हामी धेरै उहाँको तुलना यदि गर्यौँ भने नेपालमा त्यस किसिमको नेताको हाइट भएको नेता थिएन कोही। यति दिन जेल बस्नुभएको, यत्रो लामो राजनीतिक इतिहास, अब जीवनको उत्तरार्धमा केही पाउने उहाँमा लालसा थिएन, वास्तवमा थिएन। अलिकति थियो भने हामीले यो सोच्न सक्छौँ कि ल ठिक छ, मेरो पार्टी ठिक होस्, त्योभन्दा बढी थिएन कि मैले अरबौं खरबौं जम्मा गर्लिउँ, यो गरिदेऊ त्यो गरिदेऊ भन्ने लालसाबाट उहाँ माथि उठिसक्नु भएको थियो। र एउटा सानो भ्रष्टाचार, उहाँको नाकमुनि भएको सानो भ्रष्टाचारले उहाँको सारा जीवनको त्याग, तपस्या, राजनीतिक यात्रा, यो सबलाई एक छिनमा खत्म पारिदियो। पुरै पार्टी, सिङ्गो पार्टी, लाखौं कार्यकर्ता, लाखौं नेता, सबैजना त्यो सानो भ्रष्टाचारको धरापमा परिहाल्यो। अहिले त सिँगै देशै परेको छ। खैर, अब हामी आशा गरौँ कि भ्रष्टाचार मुक्त नेपाल होस् र यसको बिना विवादको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति जे होस्, त्यो सिस्टमको विधानमा संशोधन होस् र आगामी दिन भ्रष्टाचारको नकेल कस्नको लागि हामी तयार हौँ। अन्यथा
यही विधि यही व्यवस्थामा भ्रष्टाचार रोकिन्छ, यो 100% ग्यारेन्टेड छ कि रोकिँदैन। पैसा खर्च गरेर जितेको चुनावबाट हामीले पैसा असुल गर्दैनौँ यो भन्न सकिँदैन। यो यदि भन्छ भने त्यो झुट बोल्दैछ। हामी आफूलाई नबर्गलाउँ र एकजुट भएर सबैजनाले यसबारेमा एउटा आवाज उठाउँ भन्ने मेरो निवेदन छ। धन्यवाद।